कुरा प्रचण्डलाई अहिले पनि भन्छु, प्रचण्डजी तपाईँलाई म अहिले पनि भन्छु, याद छ तपाईँलाई होलेरी दाङको होलेरीमा सेना परिचालन गरौँ, प्रचण्डको टाउको फुटाल्नुपर्छ भनेर गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्नका लागि दरबारमा पत्र ल्याएर आउनु भएको थियो। उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिखेर देशको। राजाले के भन्नुभएको थियो थाहा छ वीरेन्द्र सरकारले? प्रचण्ड पनि यो देशको नागरिक हो, म मेरो सेना यो राष्ट्रका लागि चाहिने सेना, राष्ट्रभित्रकै मेरा नेपाली दाजुभाइ मार्नका लागि म प्रयोग गर्दिनँ भनेर सेना परिचालन नगरेर आज प्रचण्ड भन्ने मान्छे यो देशमा जीवित छन्। अर्को घटना भनिदिउँ, चुनवाङ बैठक हुँदाखेरि दाङको कोइलावासदेखि रुकुम पुग्दासम्म अजय दलगढ अहिले पनि छन् ती गढका गणापतिहरू 17 ठाउँमा प्रचण्डलाई टार्गेट बनाएर राखेका थिए। दरबारले के भन्यो? मार्नु हुँदैन, उनको विचार पनि हामीले सुन्नुपर्छ। त्यसरी बचेको र अनि सेनाले तपाईँहरूमाथि आक्रमण कहिलेबाट गरे थाहा छ? तपाईँ सेना कति दिन लड्यो? 59 करिब 59 को स्टार्टिङमा 58 को एन्डिङमा 61 62 3 वर्ष त लड्यो तिमीहरूसँग सेना। 3 वर्षमा तिमीहरूको बिजोग बनाइदिएको थियो। अनि किन लड्यो थाहा छ? तिमीहरूले घर सुतेर बसेको, दाङको भालुवाङमा सुतेर बसेको, बाटो खर्न त्यो ट्रेडिङ गर्न बसेका त्यही लिम्बूका छोरा, त्यही तामाङका छोरा, त्यही मगरका छोरा, त्यही दलितका छोराहरू सुतेर बसेका मान्छेलाई तिमीहरूले राति गएर बम हानेर त्यो मान्छेका घाँटी काटेपछि अनि सेना चुप्लाएर बस्छ त? आफै के मन्त्री परिषदको निर्णय गरेर लडे हो? त्यस्तो राजालाई तिमी आरोप लाउने? तिमीहरूको त जीवन दान दिया हो। तिमीहरू त इन्डिया बसेर रहेछौ, त इन्डियाका दलाल रहेछौ भन्ने कुरा त अहिले भारतका राजदूत रञ्जित रेले भनिसक्नुभयो त। ल यसको जवाब देऊ भन्छु प्रचण्डजीलाई। इन्डिया लुकेर इन्डिया बसेर मैले भने होइन, कोही रिक्सावालाले भने होइन, यो कोही तपाईँ जस्तो टेलिभिजन कार्यक्रम चलाउने कार्यक्रमको प्रस्तुताले भने होइन। नेपालका लागि 8 वर्ष राजदूत भएको रञ्जित रेले अस्ति भन्नुभयो दिल्लीमा हामीले पाले र नेपालको राजा सक्नका लागि भने त अन्य देशमा भइदिए भए यिनलाई राजद्रोहको मुद्दा लगाएर पाता कसेर झुन्ड्याएर मारिदिन्थ्यो अन्य देश।